अजयले चाहिँ यहाँ तमु तान्नुहुन्छ यसलाई तमु त भन्थेन अझै यहाँ चाहिँ हामी काफल खान जाने भनेको यहाँ मान्छेहरूलाई भेट्छौँ कति छ काफल काफल छ कि नै कति छन् काफल हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन फेरि पनि म ब्लग ल्याएर आइसकेको छु सबैजना सन्चै हुनुहुन्छ होला धेरै पछि भन्दा पनि धेरै पछि आइसकेको छु होइन फर्ममा अब चाहिँ आउँछ होइन ब्लग चाहिँ डेली आज चाहिँ कहाँ गइरहेको छु भन्दाखेरि चाहिँ आज चाहिँ हामी अब काफल खाने भनेर चाहिँ प्लान भयो अब काफल खानको लागि चाहिँ अब गइरहेको जङ्गलमा चाहिँ जाँदैछु म चाहिँ आज गाउँ आएको छु धेरै पछि 5 वर्षपछि आएको गाउँ नै कस्तो अर्को लाग्दो रहेछ क्या म हिँडिरहेको छु दुईजना गइरहेको छु मेरो फुपू छन् अगाडि चाहिँ यहाँ चाहिँ मेरो खेत छ खेतमा चाहिँ गहुँ पाकिरहेको छ भर्खरै ऊ त्यहाँ तल चाहिँ खोला छ अनि ऊ त्यहाँ तलको चाहिँ बजार हो ऊ त्यहाँ तल देखिने चाहिँ त्यो चाहिँ बजार हो अहिले चाहिँ म चाहिँ गाउँमा छु यहाँ माथिनिर मन्दिर छ अनि ऊ त्यहाँ पर चाहिँ मेरो घर हो अहिले चाहिँ हिँडिरहेको छु म यहाँबाट अब कति घन्टा लाग्छ यहाँबाट आधी घन्टा लाग्छ आधी घन्टामा हामी जङ्गलमा पुग्छौँ यहाँ चाहिँ कुलो छ खेतमा लाने पानी लाने कुलो यो कहाँ जाने कुलो हो यो सबैको खेतमा जान्छ यो कुलोले गर्दा नै खेती हामी जानुपर्ने जङ्गल छ ऊ त्यहाँ पर हो त्यहाँ उतापट्टि जङ्गल छ उतापट्टि जङ्गलमा जाने हो यहाँ चाहिँ कालिका देवीको मन्दिर छ यहाँ चाहिँ वर्षमा एकचोटि मेला लाग्छ कहिले हो लाग्ने मक्सिर पुसमा होइन पुनी भन्नेमा लाग्छ यहाँ चाहिँ राँगाहरू काट्छन् खत्ता रमाइलो हुन्छ यो ठाउँमा चाहिँ यो चाहिँ सिल्कीधारा हो यो चाहिँ माथिबाट मूल यहाँ माथि मूल छ यहाँ चाहिँ मान्छेहरूले बनाएको छन् अहिले गाउँको मान्छेहरूले बजेट परेर पानी चाहिँ लास्ट मिठो छ अहिले जङ्गल जाने त्यो जङ्गलमा त पानी नै हुँदैन है अहिले पानी धेरै खाएर जान्छु कस्तो छ पानी मिठो छ मिठो रे लास्ट चाहिँ मिठो मूलको पानी यहाँ चाहिँ गोरु छ यहाँ गोरुले घाँस खाँदैछ मजाले इन्जोय योर लाइफ होइन त बोल्दैन यार ओइ यहाँ चाहिँ नुहाइरहेछन् मान्छेहरू यहाँ चाहिँ गाई छ हाँसिँदैछन् हौ रमाइलो छ हौ गाउँतिर तर मान्छे चाहिँ कोही पनि छैन मान्छे नभएर चाहिँ यहाँ अलिकति झ्याउ लाग्ने त्यही कारणले हो नभए त गाउँ त एकदम रमाइलो छ यो चाहिँ बाँसको रुख हो यो रुखको नाम के हो उयो यसलाई पाँगर भन्छ यसको चाहिँ के गर्छ घाँस काट्छ कि यो चाहिँ गोरु भैँसीको लागि बेडको लागि चाहिँ युज हुन्छ कताबाट अब चाहिँ रोडमा पुगिसकेको छ रोडबाट जाने क्या अब हामी रोड जान्छौँ कति मिनट लाग्छ आधी घन्टामा पुग्छौँ यहाँ चाहिँ हामी काफल खान जाने भनेको यहाँ मान्छेहरूलाई भेटिसक्यौँ कति छ काफल छ कि नै कति छन् काफल खै देखाउ त यहाँ चाहिँ हामीले काफलै भेटाइसकेका छौँ त्यही पनि हामी जङ्गल जान्छौँ काफल चाहिँ यस्तो छ तिमीले काफल खाएन काँचो छन् कि खान तिमीहरूमा टुप्पोमा गयो रुखको गएन कसले टिप्यो नि काफल सबैले टिप्यो लजाएर गइसक्यो तिनीहरू केही छैन हामी लजाउँदैनौँ यस्तो छ काफल चाहिँ काफलको स्वाद चाहिँ कस्तो हुन्छ अब चाहिँ एक्सपिरियन्स लिनुपर्छ अगाडि चाहिँ अझै जाँदैछन् काफल खाने मान्छे सानसानो बच्चाहरू मात्रै छन् गाउँतिर कोही छैन ठुलो मान्छे भए खान जानु होइन सब बच्चा जाँदो रहेछन् जङ्गल पनि मिठो छ तर कोही पाएको छ कोही काँचो छ केही छैन तर खानुपर्छ हड्डी पनि निल्नुपर्छ है मिठो बाटोमा आउँदा मैले चाहिँ हामी अहिले खोलामा आइसकेको छौँ यो खोला चाहिँ पहिला ठुलो हुन्थ्यो अहिले त सानो रहेछ क्या है खोला चाहिँ यहाँ रहेको छ तर खोला चाहिँ सानो छ अहिले बर्खे खोला हो यो त्यही भएर सानो छ यहाँ तल छ बग्दैछ कैलाश खोलामा जान्छ योमा त यहाँबाट अब हामी धेरै छैन हामी 15 मिनटमा चाहिँ पुग्छौँ सुन्छ चराको आवाज सुन्न सक्नुहुन्छ
यो बाँच्ने चराको नाम के हो थाहा छैन रे गाइस आउँदा आउँदा हामीले चाहिँ ऐसेलु भेटिसकेका छौँ ऐसेलु चाहिँ हेर्नुहोस् है यो छ ऐसेलु यसलाई भन्छ ऐसेलु तर लास्टै मिठो हुन्छ यहाँ खाँदैछन् रुक एकछिन टिप्दैछु है गाइस मिठो छ अब चाहिँ म खाएर हिँडेको फाइनली गाइस अहिले चाहिँ जङ्गलमा पुगिसकेको छौँ अब जङ्गल चाहिँ कस्तो छ भन्दाखेरि यस्तो छ जङ्गल जस्तै छ अब चाहिँ हामी काफल खोज्न जानुपर्छ काफल चाहिँ कता छ भनेर त्यो परको जङ्गलमा छ तर जङ्गलमा नि अहिले रोड चाहिँ आइसकेको छ के गर्नु तर गाडी कुद्दैन नि गाडी कुद्ने भयो अहिले रोड कस्तो विकास हुन्थ्यो होला भएन चरा चाहिँ बाँसिरहेको छ अहिले चाहिँ हामी हिँडिरहेछौँ तर गर्मी चाहिँ अति छ हौ जङ्गलमा चाहिँ फेरि बिहान र बेलुका चाहिँ अति चिसो छ होइन त अनि गाइस यो चाहिँ आँपको आँप चाहिँ अति आएको छ जङ्गलमा छ अब यो खाने मान्छे हुँदैन बाँदरहरूले खान्छ बाँदरहरूको चारो त्यहाँ चरा छ कालिज पनि भेट्छ अरे यो जङ्गलमा काली चाहिँ मार्न आउँदैन कहाँ काली के हुन्छ बाघ पनि आउँछ अरे के भयो त बाघ आयो नि बाघै म देखेर तर्सिन्छ जस्तो छ बाघ आएर पनि के भयो त यो पनि आँपको रुख हो त्यहाँ माथि छ अगाडि चाहिँ गोठ आउँदैछ भैँसी बान्ने कहाँ गोठको माथिबाट गएको रोड यो पनि आँपको रुख हो यो आँपै आँप छ यो चाहिँ मेरो हजुरबाको छाना हो त्यो चाहिँ मेरो छाना हो अहिले चाहिँ यहाँ केही बुझ्दैनन् बाँझो छ सबै खेतहरू बारीहरू सब बाँझो भयो मान्छे नै छैनन् बनाउने अनि त्यहाँ चाहिँ हामी अब काफल खान जाँदैछौँ काफल गाइस यो चाहिँ खँदाको रुख हो खँदा के हो खँदा होइन खँदा यो पाक्यो भने चाहिँ यो फल चाहिँ लास्ट मिठो हुन्छ अनि यो चाहिँ मेरो छाना अनि यो चाहिँ मेरो बारी सबै बारी बाँझो छ त्यो माथि चाहिँ पसेला भन्छ सुतार भन्छ अरे त्यहाँ गाउँको नामै बिर्सिदिएर जाम काफल खा अब काफलको रुखनिर आइसकेको छौँ हामी नजिकै छ यही हो गाइस काफलको रुख काफलको हामी तल छौँ अब काफल खाने रुखमा चढ्नुपर्छ तर काफल चाहिँ देखिरहेछौँ हाम्रो रातो रातो त्यो माथितिर रुखमा चढ्न चाहिँ आउँदैन त्यही म कोसिस गर्छु फाइनल गाइस रुखमा चढिसकेका छौँ यहाँ छ काफल देख्नुभयो काफल त्यहाँ पनि काफल छ त्यहाँ माथि चढाएन है रुखमा काफल टिप्नको लागि म पनि रुखमै छु यहाँ खस्यो भने त मरिन्छ हौ गाइस यहाँ चाहिँ काफल छ काफल चाहिँ पाकिरहेको छ बिस्तारै पाक्छ अब काफल अब त्यतिसम्म चाहिँ बस्छिन्न होइन त्यही भएर चाहिँ उयामा पनि पाखल पाकिरहेको छ अहिले चाहिँ म रुखमा छु बाल छैन हात छुटिरहेको यहाँ त लड्यो भन्छ त्यहाँ एकजना छन् टिप्दैछन् काफल अब त्यहाँ माथि जाऊँ कि सोचिरहेको छु लास्टै अमिलो भइसक्यो गाइस अमिलो रहेछ क्या काँचो धेरै खाइदिएको अमिलो भयो यता छ त्यहाँ छ रातो रातो त्यहाँ माथि पनि रातो रातो पाकिरहेको छ अमिलो भइसक्यो अब चाहिँ उताको तलको रुखमा जानुपर्छ यो चाहिँ सिमलको रुख हो गाइस अहिले चाहिँ जङ्गलको बिचमा चाहिँ लालीगुराँस खोज्न आएको तर लालीगुराँसको रुखहरू चाहिँ अहिले सकिसकेको रहेछ लालीगुराँस त्यहाँ छन् फुपू चाहिँ यहाँ चाहिँ म छु थाकिँदो रहेछ काफल टिप्यो अब अर्को काफलतिर जानु पऱ्यो लालीगुराँस त भेटिएन लालीगुराँस छ कि भनेको यो चाहिँ लालीगुराँसको रुख हो यो चाहिँ यता छ त्यहाँ पर पनि छ माथि तर छैन लालीगुराँसै छैन
जाली गुराँस नभएको कारणले चाहिँ हामी फर्केको। अनि हामी चाहिँ अब काफल टिप्छौँ। काफलको रुख त्यहाँ तल पनि छ। जाम छिटो। यहाँ चाहिँ अर्को काफल छ, तर यो काफल चाहिँ काँचो छ। ऊ त्यो हल्का फुल्का रातो रहेछ, तर तलको भन्दा यो काफल मिठो भन्थ्यो पहिला, त्यो भएर आएको। तर यो काफल चाहिँ कस्तो भाँचिसकेको रहेछ यताबाट, तर सानो मात्रै रहेछ। अहिले चाहिँ हाम्रो काफल कलेक्सन चाहिँ यति भइसकेको छ, तर हामीलाई धेरै अल्छी लाग्यो क्या, कहीँ पनि भेटिएन। अनि अलगलको रुखमा जानुपर्छ, अलगलको रुखमा चाहिँ भेटिन्छ। होचमा नभेटिएको कारणले चाहिँ अब चाहिँ घर फर्किनु पर्ला जस्तो छ। मिठो छ है काफल। त सुन्नु है गाइज है, कस्तो चराको आवाज। फाइनली गाइज अहिले चाहिँ म घर पुगिसकेको छु काफल खाएर। यहाँ चाहिँ फुक्दैछन् काफल चाहिँ हामीले सबलाई दियो। मम्मी चाहिँ काम गर्दैछन्। खा नि मम्मीले नि खाइसक्नुभयो। अहिले चाहिँ लास्ट गर्मी भयो क्या, बाटोमा आउँदै पानी खाइयो, मुलको पानी। अहिले चाहिँ म बसिरहेको छु यहाँ। यो फुलको नाम के अरे मम्मी? यसको बोल्थे गुलाब। यहाँ छ गुलाबको फुल। अनि यहाँ पनि छ अर्को चाहिँ खतरा फुलेको छ। यहाँ माथि जानुपर्छ। यहाँ चाहिँ गुलाब चाहिँ खतरा फुलेको। यहाँ यो लसुन हो कि प्याज हो? यो चाहिँ प्याज हो। उतै परको चाहिँ लसुन हो। उनी माथि पनि लसुन लाउनु भएको। आलु छ, यहाँ चाहिँ केरा छ। अहिले चाहिँ अनि म चाहिँ यहाँ छु। अब यहाँ तल चाहिँ मेरो भैँसी छ। त्यहाँ छ भैँसी। गोरु चाहिँ तल बजारमै छ। गोरु चाहिँ तल बजारको घरमा। अनि यहाँ चाहिँ मेरो घर छ। अहिले चाहिँ यहाँ मेरो आँपको रुख। यो पनि आँपको रुख। यहाँ चाहिँ बिउसुन राख्नु भएको, गौसु गाउन राख्नु भएको। हावा चाहिँ खतरा चल्छ यहाँ। हावा एसी जस्तै छ, यहाँ चाहिँदैन एसी, नेचुरल हावा छ। यहाँ चाहिँ मेरो बाजे बस्नु भएको छ। बाजेले चाहिँ चुरुट तान्दै हुनुहुन्छ, बजेले चाहिँ यहाँ तमुवा तान्दै हुनुहुन्छ। यसलाई तमु त भन्छ होइन बाजे? सुल्पा भन्छ। त्यो सुल्पा भन्छ होइन त्यसलाई? यसलाई सुल्पा त भन्छ। मेरा दिनको सुल्पा आयो। कति सालको? कहिले किन्नु भयो यो? जहिले यो यहाँ मेरा पहिला आइभिडियो किनिले। अगाडि थियो। मै सन्दाइ थियो। कति वर्ष होला? 85 86? कति अब 85। कति वर्ष हुनुभयो? मस्तै भइगयो। बाजे 88, बजे 90 पुग्न 2 वर्ष। अनि बजे बजे 85 वर्षको हुनुभयो। यो सुल्पा पनि 85 वर्षको भयो अरे।